नेपाली फिल्म इन्डस्ट्रीमा 2081 सालमा धेरै चलचित्रहरू रिलिज भएका छन्, जसमध्ये 4 फिल्महरूले मात्र 10 करोड भन्दा माथि ग्रस कमाई गरेका छन्। झट्ट हेर्दा 2081 साल नेपाली फिल्म इन्डस्ट्रीको लागि एउटा रिभोल्युसनको वर्षको रूपमा हेर्न सकिन्छ। आजको यो भिडियोमा विक्रम सम्वत 2081 वर्षमा नेपाली फिल्म इन्डस्ट्रीका उच्च कमाई गर्ने टप 10 अर्थात् सर्वोत्कृष्ट 10 चलचित्रहरूको नाम र कमाईको बारेमा चर्चा गर्दैछौं। तपाईले हेर्नु भएको चलचित्र पर्यो कि परेन त थाहा पाउनको लागि भिडियोको अन्त्यसम्म साथ दिनुहोला। आउनुस् अब ढिला नगरी सुरु गरौं। नम्बर 10 मा पर्न सफल भएको छ लास्ट शरणम। सामाजिक हास्य विधामा बनेको यो चलचित्रमा एउटा ग्रामीण समुदाय सुन तस्करी योजनामा फसेको देखाइएको छ र चलचित्रले 4 करोड 34 लाख ग्रस कमाई गरेको थियो। नम्बर 9 मा पर्न सफल भएको छ मनसरा। हजमीको खुट्टा नि सुहाउन हराए भनेकाहरू नभेटिएका मात्रै हो, हराएकोहरूले नदेखे जस्तो मात्रै गरेको। मनसरा धानको एक विशिष्ट प्रजाति हो। किम्वदन्ती अनुसार यो एक्लै उम्रदैन, रोप्नु अघि यसको बिउ सामान्यतया अन्य धान प्रजातिहरूसँग मिसाइन्छ। तर यो चलचित्रले स्वतन्त्र मनसराको अस्तित्व देखाएको छ। मनसराले भने 4 करोड 78 लाख रुपियाँ ग्रस कलेक्सन गरेको थियो। नम्बर 8 मा पर्न सफल भएको छ फर्की फर्की। माधव सिंह बस्नेत aka Maddie, the real definition of jerk। नायक अनमोल केसीको कमब्याकको रूपमा रहेको यो चलचित्र इन्फाइनाइट टाइम लूप सिद्धान्तमा आधारित हाम्रो जीवनका विभिन्न पक्षहरूलाई प्रदर्शन गर्ने हल्का रोमान्टिक कमेडी चलचित्र रहेको छ। Maddie, where the hell are you? You know what? You're fired. Screw you and your company. Maddie, where the hell are you? फर्की फर्कीले भने 4 करोड 84 लाख रुपियाँ ग्रस कलेक्सन गरेको थियो। नम्बर 7 मा पर्न सफल भएको छ चलचित्र घर ज्वाइँ। गाउँमै बस्ने, परिवारलाई हेर्ने, हाँसिराख्ने। अनि तपाईलाई चाहिँ कस्तो केटी मन पर्छ नि? तिमी जस्तो। हो, खुबै। सम्झनाले लखेट्ला नि सहरतिर। 5 करोड 9 लाख रुपियाँ ग्रस कलेक्सन गरेको यो चलचित्रमा एक किसानको जीवन एक युवती र एक रहस्यमय अपरिचित व्यक्तिसँग जोडिएको हुन्छ। उनीहरूको रहस्य बाहिर आउँदा विगतका सम्बन्धहरू सतहमा आउँछन् र उनीहरूको भाग्य ग्रामीण परिवेशमा एक अर्कासँग जोडिएको हुन्छ। घर जाए त बस्तिर छिप्पेको भेडाले कसले पत्याउँछ? नम्बर 6 मा पर्न सफल भएको छ पुजार सार्की। ब्राह्मण जादैन, व्यवहार हो काका। शास्त्र पढेर माने मैतेनी बाउनुहुन्छ। पुजार, ए शास्त्र पढे बाउनु हिन्छ? शास्त्र पढेर बाउन भएर बिहार नि त। प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अभिनीत यस चलचित्रमा जातीय विभेदलाई कायम राख्ने सामाजिक मान्यताहरू विरुद्ध 3 व्यक्तिहरू एकजुट हुन्छन् र विद्यमान जातीय सामाजिक व्यवस्थालाई अवज्ञा गर्ने सामूहिक संघर्षमा चुनौतीहरूको सामना गर्छन्। यस चलचित्रले 60 करोड 37 लाख रुपियाँ ग्रस कमाई गरेको थियो। नम्बर 5 मा पर्न सफल भएको छ अन्जिला। आजबाट फुटबल सकियो आमा, मेरो भाग्यमा छैन रहेछ फुटबल खेल्नु। यो लुगा लगा अनि कहाँ? काठमाडौँ तेरो सपना खोज्नु। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तान तथा गोलकिपर एन्जेला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित यस चलचित्रले 60 करोड 50 लाख रुपियाँ ग्रस कमाई गरेको थियो। नम्बर 4 मा पर्न सफल भएको छ बोक्सीको घर। पिपलको रुख भनेको बोक्सीको घर हो रे। यही सिकाएको मैले तिमीहरुलाई बोक्सी हुँदैन भनेको हैन? कस्तो अचम्मको समाज हो के भाउजू यो? यस कथानक चलचित्रमा एक पत्रकारले बोक्सीको आरोप लागे कि एक गाउँकी महिलाको अनुसन्धान गर्दै झुठा आरोपहरूको पछाडिको सत्यता उजागर गर्ने प्रयास गरेको छ। हामी जस्तो साधारण मान्छे हैन, बोक्सी हो, त्यसले जे पनि गर्न सक्छ। तेरो बच्चालाई खान सक्छ अनि तेरो लोग्नेलाई पक्ला के डाल्न सक्छ अनि तलाई के अधिकारी र सुपला सापकोटाको ज्वलन्त अभिनयलाई भाइरल बनाएको यो चलचित्रले 10 करोड 2 लाख ग्रस कमाई गरेको थियो।
नम्बर 3 मा पर्न सफल भएको छ छक्का पञ्जा 5। घुस लिने र दिने दुवै देशका शत्रु हुन्। राजाको नि घर हुन्छ, दरबार भन्नु न। ल दरबार कहाँ छ त त्यो? वा नभएको भनेकै त्यही एउटा दरबार र शिर्पे। 15 करोड 20 लाख ग्रस कमाई गरेको यो चलचित्र दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा सिरिज मध्येको पछिल्लो चलचित्र हो, जहाँ राजा आफ्नो परिवारसँग आफ्नै देशमा खुसी साथ बसिरहेका हुन्छन्, तर जब उनको वैवाहिक जीवनमा समस्या आउँछ उनी देश छोड्न बाध्य हुन्छन्। नम्बर 2 मा पर्न सफल भएको छ 12 गाउँ। तर चट्टै हैन। रिलिज पूर्व नै निकै चर्चा बटुलेको र विराज भट्टका छोरा समीर भट्टको डेब्यू फिल्मको रूपमा आएको यो चलचित्रमा आफ्ना आमा बुवाको हत्या गर्ने अत्याचारी गाउँ प्रमुख विरुद्ध बदला लिने छोरोको खोज देखाइएको छ। यो 12 गाउँमा भित्री र बाहिरिने बाटो र सब चक्रव्यूह त्यसलाई मात्रै थाहा छ। त्यसको खुट्टाबाट 12 गाउँको माटो छुट्टिनु हुँदैन। प्रमुखले डरको भरमा शासन गर्छ, आफ्नो गिरोहसँग गाउँलेहरूलाई दमन गर्छ र भाग्नबाट रोक्छ। यसै सेरोफेरोमा न्याय खोज्न छोराले प्रमुखको निर्दयी शासनको सामना गर्दछ। यो चलचित्रले 19 करोड 92 लाख ग्रस कमाई गरेको थियो। अन्ततः नम्बर 1 मा के पर्यो त्यो त भन्न नपर्ला, किनभने अपत्यारिलो हिसाबले दर्शकहरूको मन जितेको र हलहरूमा रुवापासी चलाएको चलचित्र पूर्णबहादुरको सारङ्गी प्राय सबैलाई थाहा नै छ। ओइ डाँगा स्वास्नी पाल्न सक्छस्? आफ्नै छैन अर्काई किन पाल्नु? बेला त भइसकेछ त। माग्या छ यस्ता मुला नाथे गइने। चलचित्रमा जातीय विभेदको सेरोफेरोमा विशेषतः एक संघर्षरत एकल बुवाले गरिबी र समाजसँग जुधेर आफ्नो सारङ्गी रेतेरै भए पनि मेहनत गरेर आफ्नो छोरालाई आफूभन्दा राम्रो जीवन दिन्छन्। हेर्दै जान, एक दिन कमलले ठुलो मान्छे भएर मलाई लिन आउँछ। कमलले गाउँ फर्किन्छ जस्तो लाग्छ तँलाई? किन फर्किनु पर्यो यो दुखिया गाउँमा? मातोस् आफ्नो जिन्दगी। आमा बुवाले आफ्नो छोराछोरीको लागि गर्ने त्याग र मेहनत देखाइएको यो चलचित्र धेरैको जीवनसँग जोडिएको अनुभूति गराउँदा यो चलचित्र नेपाल इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको थियो। 46 करोड 80 लाख रुपियाँ ग्रस कमाइका साथ पूर्णबहादुरको सारङ्गी 2081 सालमा सबैभन्दा बढी कमाउने नेपाली फिल्म मध्ये नम्बर 1 मा पर्न सफल भएको छ। यी चलचित्रहरूमध्ये तपाईले कुन कुन चलचित्र हेर्नुभयो त र कुन चलचित्र उत्कृष्ट लाग्यो? यो लिस्टमा नपरेका अरू कुनै चलचित्र पो राम्रो लागेको थियो कि? पक्कै पनि आफ्नो धारणा कमेन्ट गरिदिनुहोला। साथै यस्तै अपडेटका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नछुट्याउनुहोला। यतिन्जेल हामीलाई साथ दिनुभएकोमा यहाँलाई धन्यवाद छ।